नमस्कार। आज म मनु मञ्जिलको एउटा कविता पढ्न गइरहेको छु। खासमा मनु मञ्जिलको यो कविता सङ्ग्रहभित्र भएको सबै कविताहरू मलाई मनपर्छ। तर अहिले मैले पढ्न लागेको कविताको शीर्षक छ डायरी पल्टाउँदै। म पढ्छु है त। समय तिमी हिँड्दै गर, म एकछिन विश्राममा छु। समय तिमी हिँड्दै गर, म एकछिन विश्राममा छु। म हिँडिआएको सडकतिर फर्केको छु, काटिआएको भन्ज्याङतिर फर्केको छु। एउटा क्षितिज हेरिरहेछु जो टाढिएर गयो। म नभेटिने खोजतिर फर्केको छु। मसित आमाको काखमा अटाउने एउटा आकार थियो। मसित आमाको काखमा अटाउने एउटा आकार थियो। मायाले उचालिने तौल थियो। आफ्नै ओजले उज्यालो अनुहार, गालैमा उदाएका जुनहरू थिए। ती कहाँ गए? मलाई भेट्न सबेरै क्षितिजदेखि आइपुग्थ्यो आँगनमा घाम। पर फाँटदेखि हरिया घाँसपात टेकेर विश्वासले चाहिँ छुन आइपुग्थ्यो हावा। एका बिहानै छिमेकीको आँगनदेखि पारिजातको महक भेट्न आउँथ्यो। कहाँ कहाँदेखि उडी आउँथे चराहरू, सुसेल्दै आउँथे साथीहरू सहेलीहरू। त्यो दोफान कहाँनिर छुट्यो? कहाँसम्म आएर फर्कियो त्यो आफ्नाहरूको गन्ध बोकेको बतास? कहाँ आएर सुक्यो झरना, कहाँसम्म फैलियो उर्वर माटो र हिँड्न थाल्यो मरुभूमि? कहाँनिर बेच्यो जिन्दगीले हरियाली, त्यो लहलहाउँदो सुख र छटपटाउँदै कुद्यो खडेरी बगेको बाटो? कहाँनिर बेच्यो जिन्दगीले हरियाली, त्यो लहलहाउँदो सुख र छटपटाउँदै कुद्यो खडेरी बगेको बाटो? कहाँदेखि ओझेल परे म आशिषले उज्याला आँखाहरूबाट? कहाँदेखि ओझेल परे म आशिषले उज्याला आँखाहरूबाट? कहिलेदेखि फेर पर्यो जुनको र मेरो बाटो? बगेकुन बेहोसीमा म स्वर्गदेखि यता हराएँ कसरी म लहर निलो निलो सागरदेखि र रङ्ग उडेको यो आकाश मुनि एक्लै बत्तासिन थालेको छु। कुन सितारदेखि खसेको धुन हुँ म? कुन सितारबाट खसेको धुन हुँ म जो रोदन बजिरहेछु एक्लै यता? खोजिरहेछु सम्झनाको अन्तरकुन्तरमा यिनै नभेटिने कुरा र सोचिरहेछु ती यावत जो थिए सारा कहाँ गए? मसितै बास बसेको उज्यालाको परिवार कहाँ गयो? समय तिमीले त अल्मलिनु छैन होला, फर्केर टोलाउनु छैन होला। हिँड्नै त हो तिमी हिँड्दै गर, म एकछिन विश्राममा छु। समय तिमी हिँड्दै गर, म एकछिन विश्राममा छु। धन्यवाद।